भ्रष्टाचारीलाई किरा परोस् अभियान कहाँ पुग्यो? त्यो अहिले सेलाएको छ। त्यो कसरी सेलायो भने त्यति बेला पनि अभियान भनेर चलाएको होइन यो। मैले एउटा लेख लेखेँ जहाँ भ्रष्टाचारीलाई किरा परोस् भनेर आक्रोश व्यक्त गरिएको थियो। अनि त्यो आक्रोश व्यक्त गरेको जुन शब्दावली थियो त्यो चाहिँ धेरै युवाहरूले मन पराए र स्वस्फूर्त रूपमा ठाउँ ठाउँमा त्यसलाई नारा बनाएर 15-20 वटा जिल्लामा युवाहरूले अगाडि बढाए। तर त्यसको शब्द जे प्रयोग गरिएको थियो त्यसलाई चाहिँ केही टिप्पणीकारहरूले अनुपयुक्त ठान्नु भयो। अनुपयुक्त ठानेपछि त्यसको बारेमा टीका टिप्पणी पनि भयो। अनि हामीले के गर्यौँ भने हरिवंशजी, मदन कृष्णजी, म, हाम्रो रामेश्वर खनालजी अनि भोजराजजीहरू सबैजना एउटा सानो मिटिङ गऱ्यौँ र मिटिङ गरेर यो चाहिँ अब नारामै विवाद भयो भने त राम्रो भएन, यसलाई अलिकति परिवर्तन गरौँ भनेर भ्रष्टाचारीलाई किरा परोस् होइन, भ्रष्टाचारी जेल परुन् भन्ने हाम्रो सहमति भयो। त्यसबिचमा भ्रष्टाचारीलाई किरा परोस् अभियान चाहिँ कस्तो भयो भनेदेखि अब त्यो अभियान यति धेरै स्वस्फूर्त रूपमा फैलिसकेको थियो। अब आफै संलग्न हुने हो भनेदेखि मैले मतलब तपाईँको जागिरै छोडेर लाग्नु पर्ला जस्तो स्थिति सृजना भयो। त्यसो हुनाले अहिलेलाई चाहिँ अब म आफू त्यसमा त्यति संलग्न छैन, तर अरू धेरै साथीहरू चाहिँ अब भ्रष्टाचार विरोधी विविध अभियानमा त लागिराखेकै छ। यो समाप्त भएको हो कि यो जागिर छोड्यो भने यो फेरि यो चाहिँ रिभाइभ हुने सम्भावना प्रबल छ। भ्रष्टाचार नियन्त्रणका लागि एउटा पत्रकारले के गर्न सक्छ? पत्रकारले धेरै गर्न सक्छ। त्यो त तपाईँको भ्रष्टाचार नियन्त्रणमा धेरै ठुलो हात हुन्छ पत्रकारको। र गरिएका कामहरू खास गरी केही राम्रा पत्रकारहरू छन् भ्रष्टाचार विरोधी, उनीहरूले गरेको कामको असर पनि परेको छ र उनीहरूले लेखेका कुराहरूबाट कयौँ मान्छेहरू अब जेल पनि परेका छन्, कयौँका विरुद्ध तपाईँको कारबाही पनि भएको छ। त्यसो हुनाले पत्रकारको भूमिका ज्यादै महत्त्वपूर्ण हुन्छ। भ्रष्टाचार नियन्त्रणका लागि नेपालका मिडिया कतिको सक्रिय देख्नुहुन्छ? नेपालका मिडियाहरू अब सक्रिय छन् नभएको होइन, तर पनि त्यो भ्रष्टाचारको विरोध चाहिँ मलाई के लाग्छ भनेदेखि कुनै मिडियाले मात्रै गरेर, कुनै व्यक्तिले मात्रै गरेर, कुनै संस्थाले मात्रै गरेर नहुने रहेछ। यो समाजमा भ्रष्टाचार यति जब्बर संस्कारको रूपमा विकसित भइसक्यो कि घर घरमा, बच्चा बच्चामा, व्यक्ति व्यक्तिमा त्यसबारे चेतना नहुने हो भने यो घट्दैन। कतिपयले कानुन कडा बनायो भनेदेखि भ्रष्टाचार नियन्त्रण हुन्छ, भ्रष्टाचारीलाई कारबाही गर्ने संस्था बलियो हुनुपर्छ भनेर भन्छन्। अब कारबाही गर्ने संस्थामै भ्रष्टाचारी संस्कारबाट पुगेका व्यक्तिहरू जब रहेका हुन्छन् भने तिनले कसरी कारबाही गर्छन्? त्यसो हुनाले संस्था दरिलो हुनको लागि सबभन्दा पहिला तपाईँ र हामी जस्ता व्यक्तिमा एउटा सदाचारी सोच आउनु पर्यो, भ्रष्टाचार विरोधी सोच आउनु पर्यो। त्यो नभइकन नियन्त्रण हुँदैन। नेपालका केही मिडिया र पत्रकारमाथि नै प्रश्न गरिन्छ नि भ्रष्टाचारका विषयमा। त्यसरी त प्रश्न त सबै ठाउँमा गरिन्छ। तपाईँको परिवारमा नि गरे हुन्छ, मेरो परिवारमा नि गरे हुन्छ, मलाई पनि गरे हुन्छ, तपाईँलाई पनि गरे हुन्छ। किनभने घरमा मैले बारम्बार भन्ने गरेको छु, फेसबुकमा ठुल्ठुला व्यापारीले भ्याट छले भनेर कडा स्टेटस लेख्यो, अनि घरबाट यसो टेलिभिजन किन्न जाँदाखेरि, कुर्सी किन्न जाँदाखेरि पसलेलाई भ्याटको बिल चाहिँ नबनाइदिनुहोस् न है भनेर अनुरोध गर्ने को? तपाईँ र मेरो परिवारका सदस्य होइन? भनेपछि प्रश्न यहाँ समाजमा धेरैलाई गर्न मिल्छ र त्यो प्रश्न नकारात्मक भएर गर्नु पर्दैन, सकारात्मकताको प्रवर्धन गर्न त्यो प्रश्न गर्न सकिन्छ। तपाईसँग पाकिस्तानमा पत्रकारिता गरेको अनुभव छ अनि बीबीसी विश्व सेवामा पत्रकारिता गरेको अनुभव छ, साथै अहिले बीबीसी नेपाली सेवाको प्रमुख हुनुहुन्छ। यो पत्रकारिता क्षेत्रमा तपाईले काम गर्दाखेरि कुन कुन क्षेत्रमा चाहिँ बढी भ्रष्टाचार भएको देख्नु भएको छ? अब सबभन्दा बढी भ्रष्टाचार त हेर्नुहोस्, तपाईँ हामी सबैले महसुस गरेकै कुरा हो। राजनीतिक क्षेत्रमा बढी छ, प्रशासनिक क्षेत्रमा बढी छ, तर व्यापारिक क्षेत्रमा पनि नभएको होइन। तपाईँको कुन कुन क्षेत्र भन्ने हेर्नुहोस् दिनेशजी, यो तपाईँ र मेरो घरमा छ, तपाईँ र मेरो नातेदारको परिवारमा छ, सबैतिर छ। त्यसै हुनाले यो मान्छेलाई भ्रष्टाचारीलाई किरा परोस् भन्नुको एउटा तात्पर्य के थियो भने साँच्चीकै किरा परोस् भनेको होइन, प्रतीकात्मक रूपमा पीडा होस् भनेको हो। जस्तो कस्तो गोरु जस्तो मान्छे भन्यो भने सिङखोइ भन्नुहुन्छ र तपाईँ भन्नुहुन्न नि। त्यसै गरी भ्रष्टाचारीलाई किरा परोस् भनेको किरी परोस् भने होइन, पीडा होस् भने हो। त्यो किसिमको सोच चाहिँ बच्चादेखि
तपाईँको युवादेखि घर घरमा फैलियो भनेदेखि चाहिँ अनि एउटा सदाचारी समाजको निर्माण हुन्छ। त्यसमा सबभन्दा ठुलो जिम्मेवारी हाम्रै छ। त्यसो हुनाले सबभन्दा धेरै भ्रष्टाचारी कहाँ छ भन्नुभयोदेखि सबभन्दा धेरै भ्रष्टाचारी हामी नै हौँ। त्यही हुनाले त्यसलाई नियन्त्रण गर्नको लागि चाहिँ हामीमै परिवर्तन आउनुपर्छ। हेर्नुहोस्, यो राजनीतिज्ञहरू परिवर्तन भएन भनेर, प्रशासक परिवर्तन भएन भनेर आजको 10 वर्षपछि राजनीतिज्ञ पनि तपाईँकै परिवारबाट बन्ने हो, मेरै परिवारबाट बन्ने हो, प्रशासक पनि तपाईँकै परिवारबाट बन्ने हो, मेरै परिवारबाट बन्ने हो। त्यसो हुनाले उनीहरू हाम्रै समाजका प्रतिबिम्ब हुन् भने हामी चाहिँ भ्रष्ट भएर उनीहरू चाहिँ भ्रष्ट नहुन् भनेर अपेक्षा गर्नु मिल्दैन। हो, तपाईँ कुनै पनि क्षेत्र परिवर्तनका लागि आफै प्रवेश गर्नुपर्छ भन्नुहुन्छ। तपाईँ स्वयंले चाहिँ भ्रष्टाचार नियन्त्रणका लागि के गर्नुभयो बुदामा भनिदिनुहोस् न। मैले खासै केही पनि गरेको छैन दिनेशजी। म सदाचारी समाज प्रवर्धनको लागि फेसबुकलाई सशक्त रूपबाट प्रयोग गर्ने प्रयास गर्छु। मैले भ्रष्टाचारको विरोधमा लेखहरू लेखेको छु। मैले युवाहरूसँग अन्तर्क्रियामा होस् अथवा कहीँ पनि जाँदाखेरि पहिलो व्यक्ति, यो देश बनाउने पहिलो व्यक्ति तपाईँ नै हो र तपाईँ र हामीले नगरिकन केही पनि हुँदैन र हामीमै त्यो भ्रष्टाचार विरोधी भावना आउनुपर्छ भनेर भन्ने गरेको छु। अब यी यावत किसिमका गतिविधिमा म संलग्न छु, तर ठोस रूपमा के गरिस् त भनेर भन्नुभयो भने म त्यो ठोस रूपमा गर्न सक्ने ओहदामा पनि छैन, त्यो किसिमको पदमा पनि छैन। राजनीतिमा सबैभन्दा धेरै भ्रष्टाचार भएको कुरा तपाईँले पनि भन्नुभयो। यो देखिन्छ। भ्रष्टाचार नियन्त्रणका लागि तपाईँ राजनीतिमा प्रवेश गर्नुहुन्छ? त्यसको बारेमा गम्भीरतापूर्वक विचार विमर्श भइराखेको छ। म जस्ता विचार विमर्श गर्ने धेरै साथीहरू छन् र सबैलाई महसुस भएको कुरा के हो भने होइन, यसरी नाली सफा गर्नको लागि हातै हाल्नुपर्छ, त्यो चाहिँ खाली फोहोर भयो भनेर सफा हुँदैन भन्ने कुरा धेरैलाई महसुस भएको छ। त्यो सही हो, तर त्यो आँट गरिसकेको अवस्था चाहिँ होइन। यो भ्रष्टाचार विरोधी अभियानमा लागेका साथीहरूलाई कसरी काम गर्न सकिन्छ भनेर सुझाव दिनुहुन्छ तपाईँ यो भ्रष्टाचार विरोधी अभियानमा लागेको धरतीआवाज.com अनलाइन मार्फत? कसरी काम गर्न सकिन्छ भन्दाखेरि सबभन्दा पहिला त आफैमा त्यो विश्वास हुनु पर्यो कि म मेरो स्वाभिमान गुम्न दिन्न, म मेरो इमान्दारी गुम्न दिन्न भन्ने विश्वास आफैमा हुनु पर्यो। नत्र यति धेरै स्थितिहरू आउँछन् जहाँ कसैले थाहा पाउँदैन भनेदेखि भइहाल्यो त खुसुक्क गरौँ न भन्ने किसिमका स्थितिहरू धेरै आउन सक्छ। त्यो स्वाभिमान भएपछि, त्यो इमान्दारी भएपछि तपाईँ नाक ठाडो पारेर हिँड्न थाल्न सक्नुहुन्छ र आफूले नाक ठाडो पारेर बोलेको कुरा अरूले पनि ठाडैसँग तपाईँको सुन्नै पर्ने हुन्छ। त्यो नसुनिकन उनीहरू रहन सक्दैनन्। त्यसो हुनाले सुरुवात आफैबाट गर्नुपर्छ। त्यसबाहेक अब त्यसलाई प्रभावकारी रूपमा अगाडि बढाउनु चाहिँ त्यो निरन्तरता असाध्यै जरुरी छ। आफूमा इमान्दारी भएन भने कसैले सुन्दैन। पहिला त आफै ठिक हुनु पर्यो, अनि आफू ठिक भइयो भने अरूले पनि तपाईँले भनेका कुरा सुन्छन्। तर त्यसलाई निरन्तर रूपमा लागि गर्नुपर्छ र धरती आवाजको तपाईँले कुरा उठाउनुभयो, तपाईँहरू निरन्तर रूपमा लागि गर्नुहोस्। जस्तो धरती आवाजसँगै सम्बद्ध हाम्रो हेम पाठकजी, हेम सरिता पाठक प्रतिष्ठान, त्यो चाहिँ तपाईँको उहाँहरू निरन्तर रूपमा लागि हुनुहुन्छ। निरन्तर रूपमा लागि गरेपछि एउटा बिन्दुमा गएर त्यो सफल हुन्छ। भ्रष्टाचारका विषयमा कुरा गर्दा भन्नै पर्ने कुरा केही छुटेको छ? अरू त त्यस्तो केही छुटेको छैन। हेर्नुहोस्, मैले यही कुराकानीको सिलसिलामा तपाईँलाई सबै कुरा भनिसकेँ। हस्, धन्यवाद।